हेलो गाइज, म चाहिँ आज मेथलाङ घुम्न आएको छु एक्लै। घर बस्न बोर लागेर जाने बेला बाटोमा चाहिँ धेरै कुराहरू भन्दै गएको थिएँ, तर रेकर्ड नभएको रहेछ। यो भिडियो बनाउनुको मेन इन्टेन्सन त थिएन, तर पनि तपाईँहरूसँग जोडिन मन लाग्यो, गफ हान्न मन लाग्यो भनौँ। देन मेथलाङबाट चाहिँ पोखराको भ्यू कस्तो देखिन्छ भने लाइक द्याट्स अ पोखरा होइन, हेर्न सक्नुहुन्छ ट्याक्क। यो चाहिँ अनि यतापट्टि चाहिँ हाम्रो यो चाहिँ हाम्रो सरङकोटको डाँडा। अघि खतरा देखिरहेको थियो, अहिले चाहिँ त्यस्तो केही पनि छैन। अघि चाहिँ कुहिरोहरू होइन लागेको थियो र अलिकति हुन्छ नि खतरा देखिरहेको थियो क्या। त्यही हो लाइफमा के छ भने कुरी म त यार हुन्छ नि कहाँ के गरिरहेको छु नि थाहा छैन क्या। साँच्ची भन्दा त एन्जाइटी फिल भइरहेको छ क्या मलाई, किन क्या हुन त पहिला पनि हो होइन फिल भएको, तर पनि अहिले क्यामेरामा भने लाइफ कहाँ के गर्नुपर्ने, के गरिरहेको छु, कहाँ हुनुपर्ने, कहाँ भइरहेको छु होइन। एक्चुली मुस्किल छ सबै कुरा। अनि यो विशेष गरी यो चाडपर्व नि आएपछि, यो चाडपर्व आएपछि छ नि मलाई किन क्या अरूलाई चाहिँ के लाग्छ होइन, सायद अरूलाई चाहिँ हुन्छ नि यस्तो खतरा रमाइलो लाग्छ होला, यस्तो होइन भाइब अर्कै हुन्छ होला होइन। तर मलाई चाहिँ यार कस्तो अनकम्फोर्टेबल जस्तो फिल हुन्छ क्या, लाइक हुन्छ नि कता के भएको जस्तो के नभएको जस्तो होइन, त्यस्तो फिल हुन्छ क्या। तर खासमा भनौँ भने चाहिँ यो दसैँ तिहार भन्ने छ नि, जसको फ्यामिली छ नि उनीहरूलाई मात्र हो क्या रमाइलो लाग्ने दसैँ तिहार भनेको। जसको फ्यामिली छैन होइन, जसको आफन्तहरू छैन उनीहरूलाई होइन एउटा पाइनफुल मोमेन्ट मात्रै दिन्छ यसले, जस्तो लागेको छ क्या मलाई अहिले आएर चाहिँ। त्यो अरूलाई मिल्छ मिल्दैन, तर मलाई चाहिँ यस्तो फिल भइरहेछ। अनि ठिक छ, केही छैन, अब दसैँ भ्याइयो भने नि हुन्छ। अब भोलिदेखि चाहिँ ट्याक्क जब छ भोलिदेखि, अनि मेबी जब गयो भने अलिक कम हुन्छ कि। पहिला जब गर्दा चाहिँ के हुन्थ्यो भने चाहिँ जब गर्दा दिनकै जब गरिरहेको छु होइन। बिहान गयो बेलुका आयो सुत्यो खाना खायो, बिहान उठ्यो अनि हुन्छ ब्रेकफास्ट गऱ्यो, खाना खायो हिँड्यो, अनि दिनैभरि काम त्यस्तो गर्दा गर्दा यस्तो बोरिङ फिल हुन्थ्यो क्या। एन्ड अहिले चाहिँ फेरि यस्तो बरु त्यही काम भयो हुन्थ्यो, घर बस्दा त यस्तै झ्याउ लाग्ने रहेछ जस्तो फिल भइरहेको छ फेरि। लाइफ भन्ने नि के भन्ने यार, जे गरे नि हुँदैन क्या। ओके फाइन देन, साथी पनि आउँदैछ अरे उता माथि रूपाकोटबाटै नबिने, अनि अहिले त्यो पनि आउँछ, मलाई कल गर्छ होला। अनि त्यसले कल गरेपछि मेबी हामी लेक साइडतिर यसो जान्छौँ कि भन्ने कुरा भइरहेछ मलाई चाहिँ। किनकि मलाई अहिले नै घर जानु छैन, अहिले बेलुकातिर जान्छु। किनकि घर गयो भने झन् दिमाग खराब हुन्छ। एन्ड बरु तपाईँहरूलाई चाहिँ मेथलाङमा पानी परिसकेपछिको वातावरण कस्तो हुन्छ भनेर चाहिँ लाइक पक्कमै त ढ्याक्क यो हो क्या। पानी परिसकेपछि पोखरा यस्तो देखिन्छ, पोखराबाट यस्तो खतरावाला देखिन्छ। मेरो अनुहार उस भए पनि होइन, अनुहार चाहिँ कालो आए पनि लाइक हुन्छ नि, यहाँ चाहिँ पोखरा हो। यहाँको इन्भाइरोमेन्ट छ नि छुट्टै भाइब आउँछ क्या यहाँबाट चाहिँ। गाइजर ओके, मैले चाहिँ भिडियो यसरी गरेन, यसरी भनिरहेको छु। सो मेबी अलिअलि क्रप गर्छु पनि होला अहिले एकछिनपछि। अनि सकेसम्म चाहिँ म प्राय डेली
मिनी ब्लग बनाउने कोसिस गर्छु। मैले हिजो केटाहरूको भिडियो बनाएको थिएँ अनि केटाहरूले चाहिँ त्यहाँ अलि बढी नै गराएको थियो क्या अनि त्यहाँ चाहिँ कस्तो भयो भने हामी अस्ति नाइट स्टे गरेको थियौँ नि त केटाहरूसँग अनि त्यहाँ चाहिँ केटाहरू अलिअलि खाने यताउता होइन रमाइलो गरेको थियो त्यो म अलिअलि हालेको थिएँ। त्यो हाल्दा चाहिँ के भयो भने तिनीहरूको चाहिँ घरमा अनि यस्तो प्रब्लम आउने खालको सम्भावना देखेँ क्या। अनि त्यहाँबाट फेरि प्राइभेटमा राखेको छु त्यो फेसबुकमा अनि युट्युबमा चाहिँ छ युट्युबबाट चाहिँ डिलिट गरेको छैन युट्युबमा चाहिँ हालेको छु। अनि केटाहरू नरिसाओ होइन सानो गर्नु खोजेको मेरो अलिकति प्रयास हो त्यो होइन तर तिमीहरूले डिसपोइन्टेड गर्यो क्या मलाई यारमा कुरी यस्तो औडा लागिरह्यो क्या ठिक छ त्यही पनि अहिलेको चाहिँ इन्भाइरोमेन्ट यस्तो खतरा छ जस तपाईँहरूलाई पनि पोखरा अहिलेसम्म आउनु भएको छ भने पोखरा चाहिँ एक्चुली भिजिट गर्नु भन्छु म होइन यहाँको इन्भाइरोमेन्ट यस्तो खतरा छ लाइक हुन्छ नि यताउति। त्यहाँबाट चाहिँ तपाईँहरूसँग सानो कुराकानी गरेपछि एकछिन भ्यू हेरेँ भ्यू साँच्चीकै रमाइलो थियो एक्लै भए पनि साँच्चीकै राम्रो थियो क्या। साथी पनि आइसकेको छ तल के अरे उसमा त्यसको रुममा त्यहाँदेखि म चाहिँ अब यहाँबाट ट्याक्क त्यसलाई भेट्छु त्यसलाई भेटेर चाहिँ अनि एकछिन बसेर अनि जान्छु घरतिर अनि अहिलेको लागि चाहिँ जस एकछिन फ्रेस भयो भनौँ न फ्रेस भयो यहाँ आएर अनि अब होइन एक्लै आउँदा नि रिफ्रेस हुँदो रहेछ क्या अनि अब चाहिँ मेबी अबको दिनहरूमा चाहिँ यसो बाहिर हिँड्छु पक्कै पनि बाटोहरू खतरा खतरा छ जस्तो लाग्यो यार एक हातले चलाउँदैछु यार म त के हो आजभोलि त चाँडै अँध्यारो हुन्छ क्या हो भने अस्ति अँध्यारो 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 फिल भयो मलाई चाहिँ। त्यहाँबाट चाहिँ हामी साथीहरूसँग भेट्यौँ एकछिन कुराकानी गऱ्यौँ यसो फुटवाक पनि गऱ्यौँ अनि त्यहाँको हावा पानी खाएर सबै कुरा खाएर चाहिँ अनि फेरि हामी चाहिँ घरतिर लाग्यौँ। यो चाहिँ मेरो डे 1 को भिडियो।